नमस्ते दर्शकबिन र फेरि पनि मेरो अर्को एउटा भिडियोमा हजुरहरूलाई स्वागत छ र आशा गर्छु हजुरहरू राम्रै हुनुहुन्छ र म पनि राम्रै छु। म चाहिँ आज झन् हप्ता 10 दिन भयो पुरा व्यस्तता छु। व्यस्तता भन्ने चाहिँ के हो भने अब हाम्रो मिस्त्रीले काम गरिरहेको छ अनि यो टोयलेट बाथरुमको र म चाहिँ हेल्पर मसला ससला मिलाएर म दिइरहेको छु र यही हालत चाहिँ यस्तो छ, पुरा खत्तम छ, यस्तै छ है पुरा। र हाम्रो सुके डाँडो पुरा सुकिसकेको छ। पानीको चाहिँ अभाव छ, पानी परेदेखि राम्रो हुन्थ्यो भन्ने विचार गरिरहेको छु। एकचोट पानी पर्दा चाहिँ धेरै राम्रो हुन्थ्यो र म चाहिँ त्यस्तै कामको व्यस्तताको माझमा अलिकति भिडियो बनाएर चाहिँ फेसबुकमा अपलोड गरेको र हजुरहरू कस्तो के हुनुहुन्छ भन्दै र आशा गर्छु राम्रै हुनुहुन्छ र यति भन्दै यो भिडियो चाहिँ मैले यहीँमा समाप्त गरेँ। कस्तो के लाग्यो भनिदिनु होला र बाई बाई।